देख्न सक्नुहुन्छ गाइस मजाले गोदावरी नदी नदी माथि माथि गएर झुलुङ्गे पुलतिर रमाइलो ठाउँ छ तपाईहरु पनि हाम्रो विवाहको स्पेशल दिन पारेर हामी चाहिँ आज गोदावरीको नदीतिर घुम्न आएका छौँ गाइस देख्न सक्नुहुन्छ हाम्रो टोली अगाडि पुगिसकेको छ गाइस अहिले हामी चाहिँ लोकेसनमा पुगिसकेका छौँ देख्न सक्नुहुन्छ उता झुलुङ्गे पुल मस्त छ आँखा चाहिँ एकदम पोलिरहेको छ रम रम है धेरै गर्मी भएर देख्न सक्नुहुन्छ चाहिँ रमाइलो ठाउँ हेलो गाइसहरु हामी कहाँ जाँदै छौँ कुकुरको एसएनए वालामा बनाउनु पर्छ के हजुर कुकुरको एसएनए हेलो गाइस वेलकम ब्याक टु माय च्यानल आज चाहिँ हामीहरु साली भेनाको ग्रुप चाहिँ जाँदैछौँ गोदावरीको जे खोलामा यो गाडमा कति ठुलो माछा मरेको छ गाइस सुलुलु सुलुलु उफळला बिचारा साली उफळला हैन मारे अघि माछा औषधिले मरे करेन्ट लाग्यो होला देख्न माछा समान स्टाइल गर्दै गीत लाग्यो के त्यो करेन्ट लाग्यो हैन सुलुलु सुलुलु सक्नुहुन्छ गाइज माछा मरेको छ यता मेरो हातमा गाइज यो माछालाई जिन्दा गर्ने कोसिस गरिरहेको छ यसको चाहिँ समाप्त भइसकेको छ यसको पछि म यसको बारेमा बुझ्न पछि आउनेछु यो माछाको बारेमा देख्न सक्नुहुन्छ गाइज म चाहिँ अहिले गोदावरी नदी नदी माथि माथि गइरहेको छु झुलुङ्गे पुलतिर आहा रमाइलो ठाउँ छ तपाईहरु पनि घुम्न आउनु होला हामी हाम्रो विवाहको स्पेशल दिन पारेर हामी चाहिँ आज गोदावरीको नदीतिर घुम्न आएका छौँ गाइज देख्न सक्नुहुन्छ हाम्रो टोली अगाडि पुगिसकेको छ माथि माथि हामी चाहिँ यता पछाडि पछाडि घुमिरहेका छौँ लुलुलु आज माछा पनि छोपियो ठुलो माछा तर एकदमै गर्मी छ है गाइज अहिले हामी चाहिँ लोकेसनमा पुगिसकेका छौँ देख्न सक्नुहुन्छ यता झुलुङ्गे पुल मेरो अवतार चाहिँ माथिदेखि तल पुगेको मस्त छ यहाँ भिनाजुले साली आँखा चाहिँ एकदम पोलिरहेको छ रम 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 है धेरै गर्मी भएर देख्न सक्नुहुन्छ चाहिँ रमाइलो ठाउँ पानी दिएको हो अहिले चाहिँ हामी घुमघाम गरेर निस्किँदैछौँ हाम्रो टोली अगाडि बढिसकेको छ हामी चाहिँ यता छौँ साली भेना साली आज हामी कता घुमेर आयौँ आज हामी गोदावरी घुम्यौँ गोदावरी पुलमा त्यही पनि झुलुङ्गे पुलमा होइन साली स्पेसल एकदमै गोदावरीबाट लास्टै टाढा छ करिब करिब 1 घन्टाको बाटो हिँडेर यो झुलुङ्गे पुल पुगेका थियौँ हामी अब हामी अब चाहिँ हामी घर जाने लाग्यौँ गाइज बिस्तारै होइन हामी चाहिँ कृपया ब्लगमा आइदिनु पर्यो हामी साली भेनाजुको फेरि खत्रै फाइट हुन्छ खत्रै फाइट हुन्छ फेरि खत्रै माया छ नि अघि हाम्रो खत्रै झगडा भएको थियो गाइज सबै यता भ्लगमा आइदिनु पर्यो हाम्रो बहुत मजा आयो बहुत उहाँ हुनुपर्छ बोरा जति कृपया भिडियो बनाए पनि उहाँको चित्त नबुझ्ने ल देख्न सक्नुहुन्छ गाइज हामी चाहिँ अब घर हिँड्न लाग्यौँ उहाँ भिनाजुको बुढी मेरो दिदी उहाँ चाहिँ साली हाम्रो प्रिय वर्षा साली हेलो म प्रिय वर्षा साली हुनुहुन्थ्यो झर्ना साली यहाँ चाहिँ मेरो भाइ कृष्ण भाइ रहेको छ देख्न सक्नुहुन्छ गाइज हामी चाहिँ अब घर हिँड्नै लाग्यौँ हिँड्नै लाग्यो भने हिँडिहाल्यौँ हिँडिसक्यो आधा बाटो पुगिसक्यौँ अब करिब करिब हामी आधा घन्टाको दूरीमा अब गोदावरी पुल पुग्नेछौँ काठको पुल ल बाई गाइज अहिले चाहिँ हामी लाग्यौँ बाटो अलिक डेन्जर छ
ल टाटा